टाइमिङमा राख्नु पर्यो दुईतिरकै झ्याप्पै गर्ने विचार हो दुईतिरकै भइगयो अनि तपाईको यसलाई 150 200 को हाल्नु पर्यो यसलाई 35 मिनट राख्नु पर्यो भन्ने लागिरहेछ अब हाम्रो सुरुवात भयो यहाँभित्र तातिने सुरुवात भयो कुरो यति हो क्रमश आउँछ है माथि खाना दाल पाकिसकेको छ क्रमश अब करिब पाके जस्तो छ है हेरौँ है अब हेरौँ झ्याप्पै लाएर झ्याप्पै सेक वाइज फाइनली डाउन है सेक फाइनली डाउन सार्नु पर्यो झ्याप्पै लाएर राम्रो बनामा कलर आएको छ कलर आएको झ्याप्पै कलर आयो ल स्वाद तपाईँलाई यहाँ च्याटेर लाने स्वाद है मजाले खान्छ है पाकेछ मजाले आमा पाक्यो मजाले Daka duka. Sampai kawai अर्को फाइनली हाम्रो 2.5 किलोको सेक्वा पनि तयारी भयो यो पोलेर रोस्ट गरियो अब यो सबै च्याप्या भयो यस्तो छ हजुर है यस्तो छ यो सँग टक्कै सानो टुङमा टक्कै यहाँ टमाटरको अचार तपाईहरुले चाहिँ टमाटरको अचार ट्याका स्वाद है न यस्तै छ यसरी तपाईको झ्याप्पै तयारी भयो हाम्रो मासु ल सेकमा अब यो टमाटरसँग झ्याप्पै खाने ल नमस्कार सबैलाई यसरी सानो एउटा सेक ब्लग बनाएको है ल keep and watch and like, comment, share. Thank you.